एमालेमा स्पेसल्ली महेश बस्नेत र केपी ओलीले गर्दा अहिले जुन नतिजा आउँदैछ, जुन नतिजा देखिँदैछ चुनावको मतगणनामा, यसले प्रष्ट हुन्छ कि केपी शर्मा ओली र महेश बस्नेतको त्यो खरो भाषणले टिप्पणीले गर्दा नि यति खस्किएको हो। किनभने महेश बस्नेतले जेएनजीलाई आतङ्ककारी भनिदिए र तिम्रो बाउको हिम्मत छ भने जेल हालेर देखाऊ भनिदियो। यो अभिव्यक्ति आगोमा घिउ हाले जस्तो हो। जति बेला विद्रोहको आगो बलिरहेको थियो त्यसमा घिउ थप्ने काम गरिदिए उनले। किनभने त्यति बेला हामीबाट गल्ती भएको हो, हाम्रो अध्यक्षज्यूबाट पनि गल्ती भएको हो, हामी यसमा नैतिक जिम्मेवारी लिन्छौँ भनिदिएको भए सायद अहिले जति भोट आइरहेको छ त्योभन्दा माथिल्लो लेभलको भोट आउने। तर के गर्ने, जब जब बुद्धिले काम गर्न सोच्छ त्यति बेला इमोसनल भएर हामीले अभिव्यक्ति दिँदाको परिणाम हो यो। अनि काङ्ग्रेस केही माथि उड्किन खोजेको थियो, काङ्ग्रेस अलिकति तल धक्किनु हो कारण शेरबहादुर देउवाको घरमा जलेको पैसाले गर्दा काङ्ग्रेस धेरै पछाडि हटेको। किनभने गगनले त आन्दोलन भएको केही दिन लगतैमा उनले क्षमा या यो हामीबाट गल्ती भयो भन्ने कुरा भनिसकेका थिए। तर यो काङ्ग्रेस अलिकति पछाडि पर्नुको कारण शेरबहादुर देउवाको घरमा पैसा जल्नुको एउटा कारण पनि हो। तर एमालेमा चाहिँ महेश बस्नेत र केपी शर्मा ओलीले नै यति तल धकेलिदिएका हुन् आफ्नो पार्टीलाई। यसमा दुई मत छैन, कसैलाई मन नपर्न सक्छ, यो रियालिटी नै हो।